पिद बिनाको लोटा जस्तै भयो हाम्रो सरकार। आज निर्णय गर्छ अनि भोलि फिर्ता लिन्छ। केही डेगिलो अडान नभएको लोटा जता पनि लड्छ। कट्टुको साइज लम्बाइ जति छ त्यो भन्दा पर छैन। उहाँले के तन्त्र हो यो? अब गणतन्त्र हो कि गेडातन्त्र हो? बाबुको कर्म भए साले तँलाई अब मैले अब दिन्छु। अब जस्तो मादर चोरहरुलाई छ नि सिधै खाल्डो खनेर जाग्ने घण्टेका छाउराहरू उग्र भए। बिजुलीको बिलमा, खानेपानीमा, त्यसैगरी शिक्षामा, स्वास्थ्यमा कर थोपरेको छ र त्यसले नागरिकहरूलाई तलसम्म प्रभाव परेको छ। कस्तो कानुन ल्याउनु थाल्नु भएको छैन। हामी यहाँ आउन बाध्य भएको छु। आफू चाहिँ अर्काको बुढासँग डेटिङ गरेर बिहे गर्नु भएको होइन। मलमाथि घोटाला गर्ने, विश्वविद्यालयमा घोटाला गर्ने, प्लेनमा घोटाला गर्ने, बाटोमा घोटाला गर्ने, खानालाई के बाँकी छ यो सरकारले? सरकारको 100 दिन भनेको 100 अर्बको ऋण, सरकारको 100 दिन भनेको यो ऋणै ऋणमा नेपाली जनताले चुर्लुममा डुबाउने बाहेक केही पनि देखिएन साथीहरू। सरकारी कर्मचारीको तलब बढाएर गरिब जनतालाई करको भारी। अब जनताले बालबालिका पढाउँदा, बिजुली बाल्दा र उपचार गर्दा पनि बालिन सरकारलाई कर तिर्नुपर्ने। सामाजिक सञ्जालमा सरकारको आलोचना के? माननीय अर्थमन्त्री सोडी मुवाग्लेज्यू, तपाईलाई देखेर जनता यतिसम्म वाक्क दिक्क प्याक्क भइसक्यो कि तपाईले त्यो अनुमान लाउन सक्नुहुन्छ? अझ त्यही माथि स्वकीय सचिव राख्ने कुरै गलत छ। यसमा जनता कोही पनि खुसी छैनन्। हिजो बाकापालामा स्वकीय सचिव राखेर राज्यको धुकुटी सकियो भनेले आज स्वकीय सचिव कुन मुखले राख्ने हो है? लाज शरम पनि छैन। फेरि अर्को कुरा, अहिले हर्क साम्पाङ लगायत एमालेका सांसदहरूले हामी स्वकीय सचिव लिँदैनौँ भनिसक्दाखेरि राष्ट्रसभाका संसदहरूले अलिकति नाक काटेर बस्दा हुन्छ के? सागर बसन्ते किस्ने तेरो दाइ मन्त्री भएको छ, नडराओ केटा हो, नडराओ, तेरो दाइ मन्त्री भएको छ भन्ने जस्तो भएको छ। अहिले बजेट त्यही अनुसारै बाँडेर हिँडेको छ। अहिले नीति नियम सिद्धान्त विचार केही पनि होइन केटा हो, नडराओ, तेरो दाइ मन्त्री भएको छ भने जस्तो भएको छ। हाम्रो सरकार भनेकै सुशासनको सरकार हो। हामी सबैको उचित व्यवस्थापन गर्नेछौँ। सहकारी ठगेर आएको होइन साथी, सिंहदरबार जलाएर आएको होइन, जनतासँग संघर्ष गरेर आएको। तिम्रो अध्यक्षलाई, तिम्रो सभापतिलाई, तिम्रो गृहमन्त्रीलाई म सांसद हो, संसदमा जवाफ दे भन। तिमीहरू जस्तै खराने ग्याङ, सहकारी ठगहरूको ग्याङ, गैँजडीहरूको ग्याङ। जीवी राईलाई पक्राउ गर्ने जिम्मेवारी कसको? जीवी राईलाई कर्याप झ्याप पारेर कठघरामा जाक्ने जिम्मेवारी त सत्ता पक्षको हो नि, गृह मन्त्रालयको हो नि। नेपाल भित्र भइदिएको भए, यदि जीवी राई हाम्रो सरहद भित्र भइदिएको भए एक साताके एक दिन पनि लाग्ने थिएन। तर यो अन्तर्राष्ट्रिय विषय हो। यो हाम्रो रासपा एक्सप्रेस बस हो, लोकल होइन। जहाँ तै रोकिने छैन। गन्तव्यमा पुगेपछि आफै ब्रेक लाग्छ। अस्ति डोजर पनि त्यस्तै, गन्तव्य नजिकिँदै जाँदा आफ्नो मान्छेको घर छेउ पुगेर ब्रेक लाग्यो।